गाइज आज चाहिँ हामी 3 जना टोयोटा सिकोवाका बायासी घुम्नु आएको। अहिले चाहिँ हामी चोरी गर्ने ठाउँमा छौँ। नानु लाको ल। हेलो गाइज आज चाहिँ हामी ताकासी के रे दिदी यो ठाउँको नाम पकाबायासी आएको छौँ घुम्नुलाई 3 जना। अनि हामी चाहिँ होइन चुरी चुरी भनेको नो सो त्यति नो राम्रो आउँछ यार दाजुले अहिले हेर्नुभयो फोटो भिडियो नै हो This is only vlog, okay? I'm sorry. उपर seriously गएर मनी आउँछ। आज चाहिँ हामी यो चोरी गर्ने ठाउँमा आएको कि अहिले चाहिँ अघि चाहिँ हामी उता सुपातिर कोहिनतिर गएर आयौँ। अहिले चाहिँ अब चोरी हेर्न आएको। खोइ एउटा माछा नि मार्दैन बाजेहरूले। बाजेहरूले हामीले चाहिँ माछाहरूलाई त्यहाँ थापेर आएको। यो चाहिँ अहिले साकुराको फुल तर राम्रोसँग साइते नै साइते नै कर चुत्तो मादा ने अनि हावा चल्यो। यतिको चाहिँ 1 हप्तामा हुन्छ तर यो चाहिँ कहिले हुन्छ? व्हाट इज दिस? तिमी म भ्लगर लडेर बेहालत भएको छ यहाँनिर अल्झ्यो बहिनीसँग अल्झ्यो अनि उहाँ लड्नु भयो। यो बडो ठुलो जिको बडो ठुलो एक्सिडेन्ट भयो यहाँनिर चाहिँ। यहाँबाट पुलिसहरू आउँदैछ ऊ त्यहाँ एम्बुलेन्स आउँदैछ हेर्न पुलिस र एम्बुलेन्स दुईटा एम्बुलेन्स आयो। कन्निचिवा ल अब यहाँनिर चेक गराउँछ यिनीहरूले। त्यही हो गाइज आज चाहिँ हाम्रोमा बहिनीहरू 2 जना आउनु भएको छ अनि बहिनीहरूले चाहिँ आज भ्लग बनाउने भनेर चाहिँ मोबाइल दिएको तर बहिनी लडेर घायल भयो अनि मैले पुलिस र एम्बुलेन्स बोलाएर राखेको थिएँ तर ऊ नजाने भनेर उहाँ अहिले रेडी हुँदै हुनुहुन्छ। दिदीलाई आफूलाई चोट लागेको पिर छैन ज्याकेट च्यात्यो कि भन्नु उहाँको त्यो 8000 को ज्याकेट रे अब गएको फेरि दिहालो त्यो ज्याकेट च्यात्यो भने त्यति भनेर उहाँ टेन्सन लिइराख्नु भएको छ। दादा लागि किन्नी नात्ते किता ज्याकेट सधैँ भएछ त्यही भएर उहाँ किन नात्ते किता। अनि यहाँ चाहिँ अहिले यस्तो यो चाहिँ एकदमै क्युट फुल छ है यहाँनिर चाहिँ यो के फुल हो मलाई थाहा छैन। अनि यो चाहिँ ताकेनोको बास गाइज छिटो न यार आज फर्स्ट डे ज्याकेट ला त्यही हुन्छ नि त यस्तो छ खै अलिकति दिउँ म मेन आइज्या सोधानी सोध्यो साकीको एम्बुलेन्स र पुलिस आयो त्यहाँनिर परबाट एम्बुलेन्स र पुलिसको यहाँनिर पुरै रेसिङ चलिरहेको छ रेसिङ दुईटाको। मेरो गल्ती होइन तपाईँले सम्हाल्नु नसक्नु भयो। यहाँ चिगाउ सरे जेत्तै माथि गए दा अहिले आउँछ ज्याकेट निको भयो नि त। यहाँनिर चाहिँ सिमुसी
सोदाता मामुसिनी चिउइते कि मामुसी भनेको के हो सर्प सर्पको नाम रहेछ हौ सर्प मामुसीको नाम रे खोइ हो नि त दा त्यो कहाँ गयो त्यो अघिको एम्बुलेन्स गाइस त्यहाँ सकना सिन्देरू सकिनो एम्बुलेन्स र त्यो पुलिसलाई बोलाउनु पर्ने बेला भएको छ कस्तो पाकेर मरेछ त त्यो त होइन त पाकेको छ त त्यो त पाकेको होइन अहिले माछा परिसक्यो होला त्यहाँनिर लौ न अब तपाईँ भ्लग कन्टिन्यू गर्नु म मैले चाहिँ बिचमा एकचोटि मैले एक्सिडेन्ट हेर्नु न गाई चाहिँ के होला है यस्तो कस्तो इन्ट्रेस्टिङ छ है ढुङ्गामा के गरेको खोइ म चाहिँ अब कुद्दै निशा दिदी र दुर्गाकोमा जाँदैछु हो र तर यो अब फुलिसक्यो हो खोइ नभाज्नु यार तर होइन स्मेल हराएछ यो त के हराएछ नेपालको यो जस्तो क्या हेर्नु गाई जस्तो राम्रो फुल भाज्यो यार हामीले चाहिँ आज जाल थापिरहेको छौँ त्यसमा चाहिँ माछा पर्छ कतिवटा 5वटा मैले पनि 5 सोचिरहेको थिएँ 5 भनेको 5वटा ए यो पनि त्यही फुल रहेछ नि त दामी यार भिडियो पछाडिबाट गर्दा त फेरि यो यहाँनिर बस्दाखेरि फोटो राम्रो आउँछ होला एकचोटि फोटो खिचिन्छ अब चाहिँ मेरोमा त्यहाँनिर जेत्तै माछा परेको छ त्यही भएर हामी माछा लिनु गयौँ होइन त बहिनीहरू 5वटा माछा 5 बहिनी 2टा हातले 5वटा माछा भन्दैछ भनेपछि 5 दुना 10 सोधेछु आउनु न यार छिटो रेडी खोइदिनु म पक्रिदिन्छु हजुर तान्दै हुनुहुन्छ माछा एउटा माछा सेट सो गाइज अब चाहिँ हाम्रो यो माछा थापेको चाहिँ 2 घन्टा भएको थियो तर एउटै परेन छ जान्ने नगारा छ कोरेकर हामी ये खाएर नमाइदा के यो अनि त होइन यो के रे तपाईँको एउटा लिम्बुनी होला लिम्बुनी नि त्यस्तो पो छ सबै यहीँ बस्ने कन्डिसनको छ लिम्बुनीहरू गाइज हाम्रोमा चाहिँ माछा परेन अनि हामी चाहिँ अब घर फर्किँदैछौँ खाली जाल खाली झोला खाली जाल खाली झोला बोकेर अब घर जाँदैछौँ काँधमा हालेर ल ल है गाइस ल आजको लागि यति नै बाई बाई बाँकी बेलुका छ नि त हाम्रो अझ के पार्टी अरे मोमो पार्टी अनि पोलेर खाने मासु पार्टी मासु पार्टी होइन बार्बिक्यू पार्टी बार्बिक्यू ल त्यति बेला अर्कै भ्लग बनाउँला ल बाई बाई